छोरीलाई दिने कि नदिने छोराछोरीलाई नदि कसलाई दिनु त छोराछोरीलाई नदि अरूलाई दिनु सम्पूर्ण जनताको चाहना अनुसारको सरकार हुनुपर्छ सरकार अनुसार जनता नाच्ने होइन क्या सरकारले चाहिँ जनताको चाहना अनुसार नाच्नुपर्छ दिन खोजेकै हो धनी पूर्जा हामीलाई पनि धनी पूर्जा दिन खोजेकै हो तर कसरी दिन खोज्यो त भन्दाखेरि यो जमिन बसोबास गरेको हामीले ओइलेनी प्रतिमा बसोबास गरेको जमिन हामीले किन्नुपर्ने भयो यो बालुवाटार भनिन्छ यसलाई यत्रो 35 वर्षसम्म यहाँ चाहिँ के अरे मान्छेले जहिले पनि तपाईँहरू आफै भन्दै हुनुहुन्छ मलाई पनि त्यही नै देखाएर आशा देखाएर अहिले चाहिँ एउटा बाल संरक्षणको कानुन बनाएको छैन हो कि भन्नु त त्यसले गर्दा नै हामीले चाहिँ एउटा बाल के अरे युवाहरूको लागि केही बनाएको छैन तपाईँको युवा मन्त्रालय के अरे युवा तथा खेलकुद मन्त्रालयमा एउटा पुलको बजेट राख्छ कसरी देशभरि त्यो विकास हुन्छ युवाहरूको लागि अनि खेलाडीहरू मेरै छोरी अहिले के अरे यहाँको झापाको जेनिफर राणा खेलाडी छ फुटबल खेलाडी उनीहरूले भत्ता पाउँदैन पाउनुपर्छ कि पर्दैन यो बालुवामा बसेका मानिसहरूले 70% राजस्व तिर्न सकेनन् हामीले सकेनौँ 70% राजस्व नेपाल सरकारलाई तिर्नुपर्ने अनि मात्रै हामीले धनी पूर्जा पाउने त्यसो हुँदा हामीले 72 साल गते मिति पनि हामीले छ हाम्रो माइनर छ तपाईहरु अब सरकारमा पुग्नु भयो एकलौटी सरकार बनिन्छ भन्ने मलाई पनि आश लागेको छ हजुर हजुर त्यसैले म भन्छु पुल्याउन हाल्छु हजुर अब किनभने फेरि अब देउबाले त अब हामीले धन्दाकै जस्तो पैसा राखेर छ अब फेरि गगन थापालाई बनाइदिनु भन्ने पनि छैन हैन त्यस कारणले यो अहिलेनीको लागि चाहिँ हजुर तपाईहरुले सरकारमा पुग्दा पुगिएछ भने हजुर त्यो केही तपाईले गर्नुपर्छ हुन्छ आवाज उठाएर एकदम तपाईहरुको भरोसा प्रेमलाई म टुट्न दिन्न कि त यो ठाउँ खोला लाग्छ के नाम हजुरको इन्द्र लामी छ हुन्छ खोला लाग्छ हजुर नमस्कार हजुर कि त यो ठाउँको व्यवस्था हुनु पर्यो किन हामी त 18 सालदेखि बसेको हो नि 60 वर्ष भयो व्यवस्था अवश्य पनि व्यवस्था हुनुपर्छ यो ठाउँमा अब म मर्दाखेरि 3 पुस्ता हुन्छ यो चाहिँ एकदम है त तपाईले त्यो यहाँ सुन्नु त भाइ यहाँ पुरा भ्रम फैलाएको रहेछ तपाईले भ्रम चिर्नु पर्यो मजाले है अरूलाई पनि भन्नु पर्यो हजुरहरुले एकदम भ्रम पुरा फैलाएको त्यो मलाई पढाउनु पनि भएको सरले म्याथ पढाउनु हुन्थ्यो म्याथमा म राम्रो थिएँ छिटो मैले म्याथ गर्थेँ अनि अरूले सकेन भने पिडा खान्थ्यो भन्ने चाहिँ भान्जी उठ्नु भएको छ यसपालि के हुने हो आमालाई थाहा छ माइजूलाई थाहा छ सबै घन्टी भन्दा रहेछ हजुरले मलाई दिने कि म पनि घन्टीको नि त हजुरले कसलाई दिने तपाईलाई लिएर म भित्र जान्छु है तपाई जान्नुहुन्न मिलाउनुहुन्न भन्नु उहाँ घन्टीबाटै उठ्नु भएको छ अब के म घन्टी त अनि घन्टी सबै यिनीहरू घन्टी भन्छन् हो त घन्टी भाइहरूले जम्मै घन्टी भन्छ नि मलाई घन्टी भनेका भनेछ हो यसरी अब त्यो सदनमा लगेर तपाईको सभापतिले एउटा कुरा हो